नमस्ते सबैजनालाई, आशा गर्दछु सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हेर्न सक्नुहुनेछ बिहान म चाहिँ मेरो काकीलाई लिएर यहाँ भोगपुरको रेल स्टेसनमा आइसकेको छु। यसको नाम चाहिँ हो टिप्लिङ, किनकि मेरो काकी चाहिँ जानुहुन्छ अरे जुनाई। उहाँ जुनाई जानको लागि उहाँ जुनाई फुपूको छोरीको ससुरा चाहिँ खस्नु भएको छ अरे, अनि काकी चाहिँ मानो चामल लिएर जानुभएको। अनि मलाई चाहिँ बिहान भन्नुहुन्थ्यो, छोरी मलाई टिप्लिङ त पुऱ्याइदे भनेर। अनि म चाहिँ काकीलाई लिएर आएँ। घरबाट निक्लेका थियौँ 7:30 बजी। यहाँ त हेर्नु न अरे बेला छिट्टै आउँथ्यो, 8:30 बजी नै आउँथ्यो कि ट्रेन। आज यति देरी गरेर करेक्ट 9 बजी आइपुग्यो रेल चाहिँ। अनि काकीलाई नि बहुत अल्छी लाग्यो। काकी भन्दै हुन्थ्यो आज रेल आउँदैन होला भन्दै हुन्थ्यो। अनि मैले चाहिँ आउँछ भने। अनि म चाहिँ यता काकीलाई भनिरहेको छु, काकी बिस्तारै उठ्नु है, यहाँ त उठ्ने पनि हुन्छन् नाम्ने पनि हुन्छन्, रेल हो अलिक जोगिएर उठ्नुपर्छ भनेर काकीलाई बुझाइरहेको थिएँ। भन्दै काकी चाहिँ चढिसक्नु भयो फाइनली। अनि त्यहाँदेखि सबैजना चढिसके, रेल पनि गयो। अनि म चाहिँ रेलमा बसेको मान्छेहरूलाई बाई बाई गर्दैछु। बाई गरेको आजको चाहिँ भिडियो गरिनँ। अनि म पनि अब के गर्नु, काकी त गइहाल्नु भयो। अनि म पनि त्यहाँ बसेर हुँदैन भनेर म पनि घरतर्फ जानु पर्यो भनेर अब घरतर्फ हिँड्न आँटेको। मैले चाहिँ लिएर आएको थिएँ स्कुटी चाहिँ अलिक पर राखेको छु। अनि यहाँ हेर्नु न, रेलबाट नामेको मान्छेहरूलाई लिनको लागि टेम्पो टमरम यति धेरै थिए नि। अगाडि त बहुत धेरै गइसक्यो, अहिले पनि हेर्न कति छन्। कोही त टेम्पोहरू त खाली नै जाँदैछन् मान्छे नभएर। अनि मलाई नि भन्दै थिएँ आइज बुइनले जान्छस् भनेर भन्दै थिएँ। मैले भने मेरो त मैले त स्कुटी लिएर आएको छु, म चाहिँ जान्न है भन्दैछु। त्यही पनि मलाई बोलाइरहेको छन् कि आइज भन्दै बोलाइरहेको छन्। कोही टेम्पोहरू यति खाली भएकोले मलाई बोलाएको सायद। मैले चाहिँ भने जाऊ तिमीहरू जाऊ, मैले त स्कुटी लिएर आएको छु, म त स्कुटीमै जान्छु भनेर अब पनि स्कुटी लिएर घरतिर हिँड्न थालेँ। अनि यो चाहिँ हेर्न सक्नुहुन्छ, यो चाहिँ भोगपुर हो, भोगपुर चारआली भन्छन् यसलाई चाहिँ। यो चाहिँ हो लखनपुरमा पर्छ यो चाहिँ। अनि बुइनले भन्दै थिएँ के खानेकुरा लिएर आउने, ब्रेड लिएर आउनु भन्दै थिएँ। म चाहिँ एउटा बेकरी दोकानमा पसिसकेको छु। अनि बेकरी दोकानबाट दादाले चाहिँ मलाई ब्रेड दियो। अनि ब्रेड चाहिँ लिएर आएँ यो। अनि ब्रेड लिएर आएर नि हेर्न सक्नुहुन्छ, यो चाहिँ भोगपुर चारआली हो। यहाँ कोही आउनुभएको छ भने कमेन्ट गर्नु होला, भोगपुर चारआलीबाट ककले हेर्दै हुनुहुन्छ। सायद यहाँ त त्यति नेपाली मान्छे छैनन्, आसामिस मान्छेहरू धेरै छन्। अनि म पनि ब्रेडहरू लिएर घरतिर हिँड्न थालेँ। अनि यो चाहिँ हो दुर्फाङ दलङ भन्छन् यसलाई चाहिँ। यो दुर्फाङ चाहिँ हुन्छ मतलब अरुणाचल अनि आसामको बोर्डरमा पर्छ क्या दुर्फाङहरू। हेर्न सक्नुहुन्छ कति राम्रो भ्यू छ। आज बिहान हुनको लागि चाहिँ यस्तो धुमेको जस्तै लागिरहेछ। यहाँ दुर्फाङमा चाहिँ पिकनिक खानको लागि यस्तो जनवरी महिनाहरूमा बहुत धेरै मान्छेहरू आउँछन् कि, टाढाबाट मान्छेहरू आउँछन् कि। राम्रो भ्यू छ। तपाईँहरू कोही बेला दुर्फाङ आएको बेला यो दुर्फाङको भ्यू हेर्न चाहिँ नबिर्सिनु होला। आज चाहिँ घामहरू लागेको थिएन, बिहानै थियो भनेर मात्रै यस्तो भएको। अनि दलङ पनि बहुत लामो छ क्या यहाँको नि त। अनि बाटोहरू पनि राम्रो छ अहिले त, पहिला त कस्तो खराब थियो, अहिले त बनायो। यो चाहिँ हो हाम्रो दुर्फाङ चारआली भन्छ यसलाई चाहिँ। दुर्फाङ चारआली आज बिहान हुनको लागि चाहिँ दोकानहरू सबै खुल्ला थिएन। अनि आज चाहिँ नभए त ठुलै छ चारआली पनि। अनि फाइनली म चाहिँ अब घर पनि आइसकेको छु। भिडियो राम्रो लाग्यो भने तपाईँले लाइक कमेन्ट गरिदिनु होला। बाई बाई गाइस।